आज हामी कहाँ हिँड्दैछौँ है? कहाँ हिँड्नु लाग्यो? ए मार्केट होइन, पसल माल लिएर जान्छु। आज त अलि डरै राम्रै लाग्छ नि। मान्छे त यस्तो भिडभाड हुन्छ, नेपालभन्दा एकदमै बढी नै मान्छे भिडभाड हुन्छ है साथीहरू। चट्ट लाएर चाहिँ के कसो हो? पानी पनि पर्न लागिरहेछ। अब आज चाहिँ एक भाले ल्याएर चाहिँ खानुपर्ने अवस्था छ है हामी चाहिँ। नयाँ साल त गइहाल्यो, भए पनि अब नयाँ साल फेरि याद आयो क्या, त्यही भएर आज चाहिँ चट्ट भाले ल्याएर चाहिँ खानेछौँ साथीहरू। ल साथीहरू, फाइनली हामी ट्रेनमा चढिसकेका छौँ है। आजको घुमघाम चाहिँ एकदम डह्रो नै हुनेछ। ट्रेनबाट चाहिँ म तपाईँलाई चाहिँ यहाँ मलेसियाको एकदमै खतरा ठाउँ देखाउँछु। हेर्नुहोस्, एकदमै ठुलो र गजबको रमाइलो ठाउँ छ है, एकदमै हरियाली नै। हेर्दाखेरि चाहिँ नेपाल हुन्छ नि, यो झापा उता तराईतिरको जस्तो पनि देखिरहेछन् है साथीहरू। हेर्नुहोस्, उताबाट नि आइरहेछ यो ट्रेन चाहिँ। हेर्नुहोस् है, यस्तै अपोजिटबाट नि आइरहन्छ, आउने जाने त्यस्तो भइरहन्छ होइन। तर आज चाहिँ हामी ट्रेनबाट नि जाने भनेर चाहिँ ट्रेनबाटै यात्रा गर्दैछौँ। धेरै नै छन् है मान्छेहरू चाहिँ। ट्रेन चाहिँ फेरि यस्तो खतरा हुन्छ कि साथीहरू, यति धेरै फास्ट कुदाउँछ कि ओहो, एकछिन गाडीभन्दा यस्तो दामी कुदाउँछ है साथीहरू। हेर्नुहोस् त, हो हामी पुग्नुपर्ने चाहिँ ट्याक्कै यहाँबाट देखिरहनु भएको छ नि तपाईँले, ऊ त सानो एउटा चुचो हो, त्यसको मुनि त्यो ठुलो घर, ठुलो टावरको ठ्याक्कै मुनि चाहिँ हामी आज घुमघाम चाहिँ त्यतैतिर छौँ है। आजको हामी पुग्नुपर्ने गन्तव्य चाहिँ देखाउँछु म तपाईँलाई, त्यहाँतिरको टाउहरू पनि। हेर्नुहोस्, ठ्याक्कै फाइनली पुग्न लागिसकेका छौँ है हामीले चाहिँ। हेऱ्यो तलबाट चाहिँ फेरि गाडीहरू चाहिँ यस्तो मजाले हिँडिरहेछ है। हाम्रो नेपालमा पनि यस्तो खालको विकसित चाहिँ कहिले हुने हो भन्ने आशा चाहिँ छौँ। कुनै न कुनै दिन हामी पनि नेपालमा यसरी चढेर पाउने छौँ है साथीहरू। मलेसियाको क्वालालम्पुर केएलसीसी भन्ने ठाउँमा चाहिँ पुग्नुपर्ने चाहिँ हुन्छौँ है साथीहरू। यस्तो खतरा छ कि ठाउँ। ओहो, आज चाहिँ फाइनली स्टेसनमा पुगिसक्यो है। यो चाहिँ वेटिङमा छन् मान्छेहरू। फेरि यहाँबाट फेरि लानुपर्ने हुन्छ है मान्छेहरू चाहिँ झट्ट लाएर चाहिँ। साथीहरू फाइनली केएलसीसी क्वालालम्पुर भन्ने एउटा एकदम यहाँको एकदमै फेमस, एकदमै ठुलो सहरमा आइपुगेका छौँ है हामी चाहिँ। यस्तो जताततै देश विदेश हरेक ठाउँबाट चाहिँ मान्छे यहाँ जम्मा हुने गर्छन् है। यहाँ ठाउँै यस्तो राम्रो बनाएको छन् कि ओहो। साथीहरू पहिलोचोटि हेर्दै हुनुहुन्छ भने एकदम सब्सक्राइब पनि गरिदिनु होला है साथीहरू मेरो च्यानलमा। तपाईँले चाहिँ भ्लग अझै पनि भोलिको दिन पनि यस्तो राम्रो चिजहरू देखाउँछु है साथीहरू। हेर्नुहोस्, हेलो मलेसिया आयो। मलेसिया एकदम डेन्जरै ठाउँ, यति फ्रेस छ, रिल्याक्स भइरहेको छ, रिल्याक्स एकदमै फ्रेस छ यहाँ। सबसे मलेसियाको सबसे ठुलो बिल्डिङ है, ठुलो एकदम टावर दामी छ यहाँ टावर। यसरी घुम्न चाहिँ नभुल्नु होला। यहाँ पनि एकदमै छुट्टीको उपलक्ष्यमा चाहिँ हामी यहाँ आज घुम्नलाई दुई ग्रुप बनाएर आएको छौँ है। सबसे यहाँको स्पेसल टावर, एकदमै यहाँको फेमस टावरमा घुम्न आएको छौँ। त्यो दामी छ ठाउँ।